यो scissor, the tooth for shape, यो needle holder, यो चाहिँ Yanis with betadine, povidone, really घाउलाई एन्टिसेप्टिभ गर्नुपर्छ। यहाँनिर कटिङ आउनु छ, यो कटिङ आउनुलाई ब्लड आएको छ, यसरी क्लिन गर्नुपर्छ। गहिरै नै भएको देखियो। यसमा केही बाह्य वस्तु फरेन बडी फरेन थिङ पनि केही छ कि हामीले हेर्नुपर्ने चाहिँ गहिरो नै डिप कटिङ रहेछ। अब दुखेको छ छैन है? केले काटेको बाबु? आँसीले हो? कहिले हानेको? ल ठिक छ, सफा गरौँ यसरी इनर टु आउटर साइड यसरी सफा गर्नुपर्छ। त्यस पछाडि हामीले अब लोकल एनेस्थेसिया यो दुखाइको लागि लिग्नोकेन इन्जेक्सन लगाउनुपर्छ। अब हल्का दुख्छ नचाहिन्छ है त, चिसिक्क यहाँ दबाई हाल्छ नदुख्ने। त्यसपछि काम गर्नु भएर यसरी छाला र मासुको भागमा, छालाभित्र र मासुको भागमा 25-30 डिग्री एङ्गलमा यसरी यसलाई दिनुपर्छ। यसरी दिनुपर्छ। त्यसपछि त्यो भागमा पनि हामीले फटे एङ्गलमा यसरी यसलाई पनि दिनुपर्छ। सोल्डिङ देखिएको छ, इन्जेक्सनको सोल्डिङ हो। भइसकेपछि अब हामीले बसेको मेडिसिनलाई र औषधिलाई हामीले यसरी हालिदियौँ भने पनि यसले पनि पेनलाई दिनुपर्छ। यो साइडमा पनि हामीले दिन सक्नुहुन्छ थोरै, त्यसरी यो साइडमा पनि हामीले दिन सकिन्छ थोरै। यसरी 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 वेट गर्ने अहिले काम गर्छ इन्जेक्सनले। क्यापमा राखेर यसरी राखिदिउँ। मेसिन यो रेडी भइसकेको छ। यो यसलाई चाहिँ हामीले ल्याउँ, होल्डरले यसरी यसलाई होल्ड गरेर गरौँ, यसो फिक्स गरौँ। अब यो टुथ फोर्सेप ल्याउँ, कटन हटाइदिउँ। सफामा जस्तो केही छ, सफा भइसकेको लागि यसलाई चाहिँ हामीले एकचोटि फेरि सफाइ गर्न सक्छौँ। मेटालियमबाट यसरी सफा गरेर यसरी तत्त्वहरू हटाउँ, यसरी हटाउँ। आँखा बन्द गर्दा हुन्छ हो, ओह्राउला आँखामा। यसरी अब यो भित्रको सबै फोहोरहरू हामीले हेरिसकेका छौँ। यसरी यसलाई ड्रिल गर्नु, यसरी होल्ड। दुखेको छ बाबु? छैन है? दुख्दैन, दबाई लगाएको छैन, नआँटिनु, केही हुँदैन, धेरै केही समस्या आउँदैन तपाईँलाई है त। यसरी बिल्कुल हल्का दुखाइ महसुस गर्नुभएको छ, त्यो चाहिँ मेडिसिनले लोकल एनेस्थेसियाले नभइदिएको ठाउँमा हुन्छ। बाबु नआँटिनुहोस्, र सिद्धिहाल्छ नि त, केही पनि त हुँदैन। यसरी त्यसमा हामीले हेर्नुपर्छ, माथि राखेर यसरी 2 फोल्ड जति हामीले यसरी चाहिँ हामीले हेर्नुपर्छ यसको अवस्था कस्तो छ भनेर चाहिँ। ठिक छ, यसरी यो साइडबाट हामीले दिनु पऱ्यो ताकि यो गाँठो पारेको नफुत्कियोस् दुईतिरबाट। त्यही भएर दुवै तरिकाबाट हामीले घुमाउनुपर्छ। त्यसो भएपछि यसको हामीले कटिङ गर्नु ठिक गर्नु, धेरै लामो धेरै छोटो पनि राख्ने, ठिक साइजको हामीले यसरी लगभग यो ठिक छ।
भइसकेपछि हामीले अब हामीले प्रयोग गर्नु पर्दैन, त्यो राख्नु पर्यो यसलाई। फेरि निडल होल्डरले यसलाई निडललाई होल्ड गर्ने त्यसो गरिदिने। त्यसपछि एउटा सुझाव हामीले दिइसक्यो। अब अर्को पनि हामी दिन गइरहेका छौँ। त्यसरी नै यसलाई यहाँसम्म आउने केही लाग्दैन, बिल्कुल केही हुँदैन। यसरी हामीले दिनुपर्छ। त्यसो गरेर हामीले ल यसो गरेको लागि हामीले गइसकेका छौँ। यसरी दुईपल्ट घुमाउने समान दुई पटक जति, तीन पटक पनि नमिसँग त्यहाँदेखि दुई पटक लिनु। दुईपल्ट जति लिएर यसरी टाइट गर्नु। ठिक छ, बिल्कुल ठिक भएको छ। यसलाई हामीले फेरि यसको कटिङ हामीले गर्नुपर्छ त्यो साइडमा। अब यसरी हामीलाई प्रयोग नहुने चिजहरू हामी यहाँ राखौँ एक साइडमा। फेरि हामीले यसलाई होल्डरले होल्ड गर्ने। अब यसरी हामी अन्तिम सुझाव हुनसक्छ हाम्रो यो सकिसकेको छ। अनि एकपटक स्टिच गरिदियौँ भने यो सकिनेवाला छ। यसरी हामीले लिन्छौँ। अब केही छैन, सिद्धिसक्यो, तपाईँ डराउनु पर्दैन। दबाई गएको छैन, दबाई गएपछि तपाईँलाई दुख्दैन कि। यो जुन हामीले दबाई चालु गरिरहेछौँ त्यसले गर्दाखेरि तपाईँलाई दुख्दैन। हेर्नुहोस्, हामीले यसरी यसलाई कम्प्लिट गर्न सघाउन गइरहेका छौँ। यसरी तान्न पनि सकिन्छ। यसरी ठिकै बाटोमा हेरेर यसरी हामीले दुई पटक तीन पटक घुमाउँछौँ। हामीले दुई पटक नै घुमाएका छौँ। ल हामीले अब एउटा अन्तिम सुचरको रूपमा, अन्तिम स्टिचको रूपमा गर्न सक्छौँ। किनभने हाम्रो सकिसकेको छ। यसरी हामीले पहिला लियौँ, अब चाहिँ हामीले भित्रबाट लिन्छौँ। फेरि हामी बाहिरबाट दुई पटक जस्तो हामी लिन्छौँ। यसरी यसलाई टाइट गरिसकेपछि हामीले यसलाई यसरी साइज गरेर यसरी हामी काटिदिन्छौँ। अब हामीले काम सकाइसकेका छौँ। हामीले बाहिर हाल्नेछौँ। आवश्यक हुने चिजलाई टाइम बिटाएर फेरि यसलाई सफा गर्नेछौँ। घाउलाई घाउ कम्प्लिटली सुरक्षित भइसकेको छ। तिनीहरूका स्टिचले, तिनीहरूका टाइमले यसलाई हामीले कभर गरेका छौँ। अब गजलाई ए बेटालिनलाई हामी प्रयोग गरेर यसलाई प्रयोग गरेर यसरी यसलाई हामीले चढेर पुरै बेटालिनमा गजलाई डुबाएका छौँ। यो गजलाई यहाँ लगेर राखिदिनेछौँ। र यसरी अब यसलाई हामीले प्याक गरेका छौँ। बेटालिन हामी प्याक गरेका छौँ। यसरी हामीले ब्यान्डेज गर्न सक्छौँ, टेप दिन सक्छौँ। यसरी हामीले ब्यान्डेज गरेर यसलाई सुरक्षित हामी गर्न सक्छौँ।
मेसिन प्रयोग गर्नुहोस्। यसरी ब्यान्डेज कम्प्लिट गरिन्छ। हुन्छ, धन्यवाद।